हेलो गाइस, म चाहिँ आज छोरोसँग घुम्नको लागि गइरहेको छु। देख्नुस् मेरो छोरा चस्मा लाएर कस्तो ह्यान्डसम देखिरह। गाह्रो रहेछ हो। यो चाहिँ मेट्रो स्टेसन हो दिल्लीको। दिल्ली मेट्रो स्टेसन। हामी चाहिँ सिँढीबाट तल झर्दैछौँ। छोरो चाहिँ यताउति हेरेछ बाहिर। आज छुट्टीको दिन छोरोलाई लिएर घुम्न हिँडियो। देख्नु अगाडिको दृश्य। अब यहाँ चाहिँ ऊ बुढी अगाडि हिँडिरहेको छ। म चाहिँ छोरो लिएर पछाडि हिँडिरहेको छु। अब चाहिँ ऊ बुढी अगाडि म चाहिँ छोरो लिएर पछाडि। अब हामी चाहिँ यही लाइनबाट मेट्रो आउँछ। त्यसपछि बुढीले अब छोरोलाई बोलाउँछ। छोरोलाई बोलाइराख। अब यता फर्किन्छ बुढी। देख्नुस् बुढीलाई बोलाइराख। हामी चाहिँ मेट्रोमा चढिसक्यौँ। मेट्रोको दृश्य देख्नुस् कति भिड भइरहेको छ। देख्नुस् मेट्रोमा यति धेरै भिड हुन्छ। अब यहाँ चाहिँ रोक्ने स्टेसन आयो एउटा। यहाँबाट मान्छेहरू चढ्छन्। सुस्तो हिँडिरहेको छ। अब यहाँ चाहिँ मेट्रो खोल्छ। खुलेपछि मान्छेहरू चढ्ने बेला आयो। कुन स्टेसन जाने हो? यो स्टेसनमा धेरै मान्छे रहन्छन्, एउटा मात्र चढिरहेको छ। देख्नुस् अब मेट्रो बन्द भइसक्यो। हामी बाहिर निक्लिएर दोस्रो स्टेसनमा हामी हिँडिरहेका छौँ। हामी चाहिँ सिँढीबाट मजाले माथि गइरहेका छौँ। छोरोले मजा मानिरह यताउति हेरिरहेको छ। हेर्नुस् दृश्य मेट्रो स्टेसन दिल्ली। हामी चाहिँ लगभग मेट्रोबाट बाहिर उत्रिसक्यौँ। अब देख्नुहुन्छ मेट्रो स्टेसनको दृश्य भित्रको हो। यो चाहिँ बाहिरको होइन, भित्रको। यो चाहिँ अन्डरग्राउन्ड। यो चाहिँ छोरो उफ्रिँदै हिँडिरहेको छ। ल त पनि इन कति बोक्ने भनेर मैले पनि छोरोलाई हिँडालेको छु। ल देख्नु छोरो चाहिँ हात समातेर म पनि भाइसँगै हिँड्छु भनिराख। भाइ भाउजू बुढी अगाडि गइरहेका छन्। अब फेरि एउटा स्टेप चढेर अर्को मेट्रोमा चेन्ज गर्ने। आफ्नो ठाउँमा पुग्नलाई चेन्ज गरिराख्नुपर्छ। अब चाहिँ यहाँ मेट्रो आइसकेको छ। देख्नुहुन्छ मेट्रो भन्दा दूरी बस्नुपर्छ, किनकि मेट्रोमा टक्कर भयो भने तल खसेर मर्न पनि सकिन्छ। देख्नुस् मेट्रोबाट हामी बाहिर निक्लिसकेका छौँ। अब चाहिँ हामी जाँदैछौँ घुम्नको लागि। छोरोले हिँडिराख, म चाहिँ उसलाई नै स्याहार गर्दै हिँड्दैछु। देख्नुस् अब चाहिँ हामी तल ओर्लिरहेका छौँ। मेट्रो भन्दा बाहिरको दृश्य देख्नुस्। अब म देखाउन गइरहेको छु मेट्रो स्टेसननिरको दृश्य। बाहिर गाडीहरू हिँडिरहेका छन्। यता साइडमा हामी चाहिँ माथि हिँडिरहेका छौँ। भाउजू छोराहरू हिँडिरहेका छन्। तल चाहिँ गाडीहरू हिँडिरहेका छन्। देख्नुस् अब चाहिँ छोरोलाई त्यहाँ चेकिङ छ। चेकिङ भएपछि म चाहिँ छोरोलाई काखमा लिएर हिँड्छु। चेकिङ भइसकेपछि छोरोलाई बाहिरको दृश्य देखाउँछु। देख्नुस् बाहिरको दृश्य पनि आउन लागिरहेको छ। वेट गर्नुस्। अब चाहिँ हामी यहाँबाट माथि जाने अर्को स्टेसन हो। हामी चाहिँ बाहिर निक्लिन्छौँ। बुढी चाहिँ दाइको छोरोलाई लिएर हिँडिरहेको छ।
म चाहिँ यता पछि भिडियो बनाउँदै हिँडिरहेको छु। मेट्रो स्टेसनको दृश्य यस्तै हो साथीहरू। दिल्ली आउनुभयो भने मेट्रोको मजा लिनुहोस्। ल हेर्नुहोस् यहाँ चाहिँ बजार लागिरहेको छ बाहिर। सो गाइज मेरो भिडियोलाई फलो जरुर गर्नु होला। ज्यादा से ज्यादा शेयर गरिदिनु, लाइक कमेन्ट गरिदिनु होला। बाहिरको दृश्य हेर्नुहोस्। बाई बाई। मिलौँला नेक्स्ट भिडियोमा।